अध्यक्ष कुमार थापाज्यूसँग यहाँ जनताहरू पनि यहाँ कहिले पूर्जा पाइन्छ भन्ने हिसाबमा चाहिँ नि आउनुभएको छ। यो विषयमा म उहाँहरूसँग आएको त होइन, म छुट्टै आउँदाखेरि चाहिँ नि उहाँहरू पनि सँगै आउनुभएको रहेछ। उहाँहरू फाइलको विषयमा मैले अध्यक्षज्यूलाई राख्न चाहन्छु। यो बुटोल 11 अन्यत्र क्षेत्र पनि नापी भइरहेको छ। यो लाल पूर्जा चाहिँ नि कहिलेसम्म पाइन्छ प्रश्न हाम्रो जनताहरूलाई प्रत्यक्ष लाइभमा पनि जोडिनुहुन्छ, लाइभमा पनि हेर्नुहुन्छ। यो विषयमा भनिदिनुलाई म बुटोल 11 को कार्यवाहक अध्यक्ष नकुल साईको तर्फबाट यहाँलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। सर्वप्रथम त के छ भने हामी भूमि समस्या समाधान आयोग रूपन्देही जिल्लाले शपथ ग्रहण गरेर आइसकेपछि एउटा प्रतिबद्धता के जारी गरेका थिएँ मैले भने सबभन्दा पहिला बुटोल रूपन्देही जिल्लामा 11 नम्बर वार्डबाट सुरु गर्नेछु भन्ने एउटा मैले वचनबद्धता जारी गरेका थिएँ। त्यही अनुरूप अहिले 62 नम्बर र 37 नम्बर र 5 नम्बर किता हामीले तीनटा किताहरू हामीले चाहिँ नापजाँच गरेर सिद्धाएका छौँ। र मलाई लाग्छ अन्दाजी त्यही 1700 को हाराहारीमा त्यहाँ चाहिँ परिवारहरू हुनुहुन्छ भन्ने मलाई लागेको छ। हामी यहाँ हेर्दैछौँ। अब यो प्रक्रिया सिद्धिसकेपछि पुरानो फाइलहरू यस्तो छ, यहाँ हेर्नुहोस्, पुरा पुरानो फाइलहरू निकालेर यो हामीहरू चाहिँ पुरै अब यहाँ हाम्रो स्टाफहरूले पुरै यसलाई चाहिँ अब पहिला यसलाई प्रमाणीकरण गर्ने काम हुँदैछ। अब यो पछि अब यहाँ जनताहरू पनि आएको देखेँ मैले, उहाँहरूको चाहिँ चाहियो के चिल्लार नमिलेको के नमिलेको चिजहरूमा चाहिँ उहाँहरूले एउटा चाहिँ सही गर्न भनेर हाम्रो स्टाफले बोलाएको रहेछ। उहाँहरू यहाँ आउनुभएको छ र यो के छ भने अब जति सक्दो चाँडो यसलाई सकेर यो पहिलो सूचना निकालेर यसलाई यो सकभर भयो भने असार मसान्तभित्रमा चाहिँ यो वार्डलाई यो जुन अहिले हामी नापजाँच गरेको जुन छ 1700 यसलाई पूर्जा दिने गरी हामी तयारी गरिरहेका छौँ। अनि यो चाहिँ नि हाम्रो अहिले निसाको विषय पनि उठिरहेको छ। त्यहाँ निसा भरेर गइसकेको अवस्था र चाहिँ नि त्यो जग्गा फेरि अरूले लिइसकेको अवस्थामा चाहिँ नि फेरि निसा खुल्छ कि खुल्दैन, यो विषयमा धेरैले म अध्यक्ष भएको हिसाबले चाहिँ बुटोल 11 अवस्थित बसोबास 6200 घरधुरी भएको कारणले गर्दाखेरि यो चाहिँ नि हामीले निसा फेरि खुलाउन सक्ने व्यवस्था के छ, यो निसा खुलाउनु पर्छ भन्ने चाहिँ नि हाम्रो माग छ। यो विषयमा बोलिदिनु न थोरै। होइन यस्तो छ, यो निसाको विषयमा त के छ भने पहिला जसले निवेदन हाल्नुभयो आयोगमा त्यो जग्गा वास्तवमा बेदमा गरेर दिएको जग्गा होइन, त्यो सार्वजनिक जग्गा हो एक त। तर पनि यो चलन चल्तीमा यो यहाँ मात्र रूपन्देही मात्रै होइन 77 जिल्लाको यो समस्या हो। तर यसमा के छ भने अहिले हामीले नापजाँच गर्ने बेलामा चाहिँ हाम्रो स्टाफहरूले जो पहिला जसले निवेदन दिएको छ त्यो त डाटाबेसमा गइसकेको छ, कम्प्युटरमा भइसकेको छ। त्यो रूपन्देही जिल्लाले गर्ने चिज होइन, यो केन्द्रबाटै आएको चिज भएको कारणले यहाँ हामीले संशोधन गर्न मिल्दैन। त्यसले पहिला जसको निवेदन दिएको छ अहिले उसैको नाममै नापजाँच गरेको छ। र पछि यो के छ भने पछि यो हामीले यो हकदाबी सम्बन्धी हामीहरूले जुन राजस्व सम्बन्धी निकाल्ने बेलामा चाहिँ त्यो सम्बन्धित मान्छे त पक्कै पनि आउँदैन, बेचेको मान्छे, र त्यसलाई अहिले हामी होल्ड गरिदिन्छौँ र पुनः अर्को सूचना निकाल्ने बेलामा जसरी पनि यसको निकास निकाल्ने तहमा हामी लागेका छौँ। निकास त निक्लिनै पर्यो, त्यो मान्छे बेच्ने त बेचेर गइहाल्यो, किन्ने मान्छे त बसिया छ। तर यो कानुनी रूपले किनबेच गर्न त पाउँदैन, यो सार्वजनिक जग्गा हो। तर पनि यस्तो चलन चल्तीमा चलेको छ। तर यो व्यावहारिक रूपले यसलाई के छ भने मिलाउने तहमा कसरी सबै यो लागेको छ। अब यो सबै यो पहिलाको दिने तयारीमा लागेका छौँ। त्यस कारणले राज्य नियमहरूमा अरू बढेको छ। अब नगर प्रहरी खटिनु भएको छ, यहाँ नगरपालिकाले पनि सहयोग गरेका छ। मेन पावर अरू 34जना मान्छेहरू थप्दैछ, नगरपालिकाले नयाँ हाल्दैछ। र अहिले फेरि 12 र 13 नम्बरमा 12 नम्बरको दुर्गानगरबाट र 13 को चाहिँ यो ताराटोलबाट अहिले नापजाँच सुरु भएको छ। र यो पछि नापजाँच भएको त यो असारभित्र यो सकिँदैन। तर जुन यो पहिला भएको चिजहरूलाई चाहिँ असारभित्र हामी सक्ने गरी लागेका छौँ। अनि हाम्रो यो निसाको एकदम खुलाउनु पर्ने होइन, त्यो यस्तो छ, त्यो जिल्लाले खुलाउने भन्दा पनि त्यो केन्द्रबाट आउने हो। 77 जिल्लाले सक्यो। यसो पछाडि हट्दिनु त एकैछिन। हजुरकोमा पल हुनु असार अगाडि चाहिँ यो पूर्जा दिने तयारी यो असार यहाँले छिटो असारभन्दा अगाडि लाल पूजा पहिला यस्तो व्यवस्थापन गर्नलाई हार्दिक अनुरोध। हस् दाइ।